हामीलाई चाहिएको चाहिँ के हो त? बोर्डर कडा गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया समाउन नपाउने, दलका विद्यार्थी संगठन र युनियन खारेज गर्न नपाइने, सुनको संख्या देखिहाल्नु सुनिनु पर्यो। सुनको सरकारले सुनिदिएन। मापदण्ड मिचेर बनाइएका फुटपाथ खाली गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफिस समय मिलाउन नपाइने। तर देश चाहिँ यिनीहरूलाई चाहिने विकसित, नियम मान्न नपर्ने रहेछ, अनुशासनमा बस्न नपर्ने रहेछ यिनीहरूलाई, अनि परिवर्तनको डर लाग्ने अरे। अनि विकास चाहिँ कसरी हुन्छ त? हामीले परिवर्तन रोज्ने कि यस्तै अवस्थामा बसिरहने? निर्णय हाम्रो आफ्नै हो। त्यसैले अलिकति मिडियामा बोल्दाखेरि अलिकति बुझेर बोलिदिनुहोस् क्या। देखावटी रूपमा नबोल्नुहोस् क्या। भाइरल हुनको लागि मात्रै नबोल्नुहोस्। अहिलेको स्थिति के छ, हामीलाई चाहिएको के छ हैन? सरकारले गर्नुपर्ने त गरिरहेको छ त, त्यसमा बाधा अर्चना किन?